हेलो नमस्कार एभ्रिवान। साथीहरू, आज धेरै समयपछि एउटा भिडियो बनाउन समय निकालेँ मैले र अर्ली अप्रिलको मन्थ मैले एउटा भिडियो गर्दैछु र वाट इज ह्यापनिङ इन माई गार्डन। अनि स्प्रिङको समय कलरफुल छ, त्यो कारणले गर्दा एउटा छोटो भिडियो नबनाइ चाहिँ मैले सकिनँ र यहाँहरूलाई अपडेट पनि हुन्छ र वाट्स ह्यापनिङ अराउन्ड, वाट्स गोइङ अन, मेरो गार्डनमा के फुलिरहेको छ त्यसको सानो अपडेट यहाँहरूलाई दिन चाहन्छु र आई होप यु विल इन्जोय द भिडियो। भिडियो अलिकति लामो हुन जानेछ किनभने आज म कम्प्लिट ओभरभ्यू दिन्छु स्प्रिङ गार्डनको। भन्दा पनि मेरो हाउस प्लान्टहरू चाहिँ म त्यति देखाउँदिनँ, तर केही अर्किडहरू चाहिँ म देखाउँछु र विशेष गरिकन मैले मेरो गार्डनको सन्नी साइडमा भएको कलरफुल फ्लावर्सहरू र अहिलेको स्प्रिङ फ्लावर्सहरू चाहिँ देखाउँछु डेफिनेटली। तर हाउस प्लान्ट्सहरू चाहिँ म डिटेलमा अहिले खिच्दिनँ किनभने भिडियो लामो हुन जान्छ। बन्नी टेल्स देख्न सक्नुहुन्छ, धेरै राम्रो हुन्छ यो पनि। सकुलेन्ट नर्मल्ली मेरो गार्डनमा भइरहेको हुन्छ। भर्बिना मेरो वान अफ माई फेभरेट फ्लावर्स, ह्याङ्गिङमा हुन्छ अथवा ग्राउन्डमा हुन्छ, मनपर्छ मलाई एकदमै भर्बिना। सकुलेन्टहरू पनि राम्रै भइरहेको छ। कति म सेयरिङ गर्छु, गिभ अवे गर्छु, साथीहरूलाई दिइरहेको हुन्छु, तैपनि यो आफै आइरहन्छ। त्यही भएर एकचोटि हेर्न सक्नुहुन्छ, सबैले फ्लावरिङ गर्छ सकुलेन्ट। यो साइडमा चाहिँ मेरो एभ्री इयर पिटुनिया ओर प्यान्सी अनि अलाइसम यस्तैहरू हुन्छ। पिटुनियाको धेरै भेराइटीहरू आउँछ, तर मलाई चाहिँ एकदम ब्राइट कलर्सहरू मन पर्दैन, अलिकति सफ्ट एन्ड पास्टल कलरहरू मनपर्छ। अनि डबल पिटुनिया मेरो एकदमै फेभरेट हो। योपालि डबल पिटुनिया मेरो धेरै हुन सकेन, 2-3वटा पटमा मात्रै मेरो छ, तर डुइङ क्वाइट वेल। बन्नी टेल्स यहाँ पनि छ, थुप्रै बनाएको छु मैले बन्नी टेल्स। यो मैले सिक्किमबाट ल्याएको हो। यसको चाहिँ पात एकदमै सफ्ट एन्ड भेल्भेटी हुन्छ र फ्लावर पनि एकदमै राम्रो। यसलाई ड्राई गरेर पनि राख्न सकिन्छ। यता चाहिँ विस्टेरिया फुलिरहेको छ। सेकेन्ड इयर हो यो मेरोमा फुलेको। लास्ट इयर योभन्दा बेटर फुलेको थियो, धेरै ब्लुम थियो। योपालि चाहिँ थोरै आएको छ। अनि अब डबल पिटुनिया यता पनि छ। यस्तै यस्तैहरू हो। फ्रेसिया एभ्री इयर हुन्छ मसँग। अनि डाफोडिल हुन्छ। डाफोडिल योपालि राम्रो फुलेन, एउटा दुईवटा चाहिँ फुलेको थियो। अनि यो साइडमा चाहिँ लाभेन्डर पनि मेरोमा एभ्री इयर हुन्छ। कति वर्ष भयो, थुप्रै वर्ष भइसक्यो मैले कन्टिन्युसली लाभेन्डर फुलाउन थालेको। राम्रोसँगले फुलिरहेको छ। यो रोजमेरीकै फ्यामिली हो लाभेन्डर र सुरुमा चाहिँ यसलाई गाह्रो हुँदो रहेछ, तर एकचोटि यो हाम्रो इन्भाइरोमेन्टमा एक्लेमेटाइज भइसकेपछि चाहिँ मजाले कन्टिन्युसली बस्दो रहेछ। क्यालिब्रोकोवा छ यहाँ ह्याङ्गिङमा, मेरो असाध्यै मनपर्ने फ्लावर हुनुपर्छ। अनि म आफैले कटिङ गरेर राखेको र फुलाएको बोगनभिलियाहरू छ यता चाहिँ।
यतातिर चाहिँ मैले क्यालिब्रोकोवा राखेको छु। इनफ्याक्ट मलाई पिटुनिया भन्दा पनि बढी मनपर्ने चाहिँ क्यालिब्रोकोवा हो। अनि त्यसै गरी यतातिर चाहिँ मैले भर्बिना र एलाइसम राखेको छु। यो चाहिँ माथि हाइटमा राखेको छु। ह्याङ्गिङमा एकदमै राम्रो हुन्छ भर्बिना र एलाइसमको कम्बिनेसन। अनि यतातिर क्यालिब्रोकोवासँग चाहिँ लोबेलिया पनि छ, लास्ट इयरको आफै उम्रेको लोबेलिया हो। र क्यालिब्रोकोवा चाहिँ मलाई असाध्यै मनपर्छ। डबलमा यो येल्लो चाहिँ डबलमा छ र यो कस्तो साल्मन कलर यो चाहिँ सिङ्गलमा छ। अनि यहाँ माथि त्यो चाहिँ स्विट पी मेरो एकदमै फेभरेट फ्लावर्सहरूमा पर्छ, स्प्रिङ फ्लावर्समा। लास्ट इयरकै हो, यो आफै उम्रेर आएको। यो साइडमा चाहिँ जर्बेरा, अनि यसको चाहिँ नाम मैले बिर्सेँ। एभ्री इयर म राख्छु, त्यसको नाम चाहिँ यादै हुँदैन मलाई। त्यसपछि अब जेरानियमहरू कमनली भइराख्ने मसँग भइराख्ने फुलहरू हो। यसरी फुलिरहेको छ यो साइडमा चाहिँ। भर्बिनाको मसँग 2-3 कि 4वटा कलर रहेछ। अनि यता चाहिँ डेजी छ, अनि रोज, जेरानियम यस्तैहरू हो यता चाहिँ। योपालि चाहिँ मैले पिटुनिया एकदमै छिट्टो ल्याएँ नर्सरीबाट। अनि कलर एउटा पनि छुटेको थिएन, सबै धेरै जस्तो चाहिँ पर्पल आएछ मसँग। र आज धेरै विन्डी छ, मजाले हावा चलिरहेको छ। र एकदमै बास्ना आउँछ कि यो पिटुनिया पनि एकदम फ्रेग्रेन्ट हुन्छ। एलाइसम त त्यसै पनि बास्ना एकदमै आउने नै हो। अनि हावा चल्दा चाहिँ मजाले मिठो बास्ना चाहिँ यता आइरहेको छ। लु है, दामी हावा चल्यो, शीतल मजाको हावा चल्यो सिरिरी। र अलिकति यताको पनि मैले भिडियो लिइदिएँ है त। यो चाहिँ हाइसिन्थ हो। लास्ट इयरकै पटमा योपालि मजाले रिग्रो भएको थियो, फुल्यो पनि, तर ठुल्ठुलो चाहिँ फुल्न सकेन, मसिनो मसिनो फुल्यो। यहाँ पनि छ क्यालिब्रोकोवा, हावा चलिरहेछ। यो साइडमा म अलिअलि देखाउन चाहन्छु। यो भेरिगेटेड रबर प्लान्ट छ यता। अनि मैले देखाउन मन लागेको चाहिँ यहाँ युक्यालिप्टस छ। मलाई धेरै इच्छा थियो यो युक्यालिप्टस चाहिँ राख्नलाई। यहाँ जहाँसुकै पाउँदैन काठमाडौँमा, र मैले एउटा नर्सरीमा पाएर चाहिँ ल्याएको र राम्रो भइरहेको छ। यो चाहिँ सेकेन्ड इयर हो, यतिको हुँदो रहेछ। अनि यहाँ फिलोडेन्ड्रनको केही भेराइटिजहरू छ। अनि पेपरोमिया छ, भेरिगेटेड पेपरोमिया, अनि फिलोडेन्ड्रन पिङ्क प्रिन्सेस पनि छ यता।
फेलेनोप्सिस अर्किडहरू चाहिँ मेरोमा राम्रोसँगले भइरहेको छ। केही वर्षदेखि नै मसँग 2-3 कलरको यो मेरो पुरानैबाट हो, मजाले कोपिला लागिरहेको छ अनि फुल्न सुरु पनि गरेको छ। यो मेरो न्यू कलेक्सन हो, 1 वर्ष बल्ल भयो यो चाहिँ लिएको, तर अहिले यसमा पनि नयाँ स्पाइक्सहरू आइरहेको छ। अनि सिम्बिडियम पनि छ, तर त्यति धेरै फुल्दैन। सिम्बिडियम चाहिँ मसँग 2-3टा मात्रै फुल्छ अहिलेसम्ममा। नफुलेको चाहिँ थुप्रै छ, फुल्न बाँकी चाहिँ थुप्रै छ नयाँहरू। यता पनि फ्रेसिया देख्न सक्नुहुन्छ अलिअलि। फ्रेसिया पनि एकदमै मलाई मनपर्छ। अनि यता स्विट पोटेटो भाइन अनि पिटुनिया र के भोइला पनि छ यतातिर चाहिँ। हुन्छ, म आजलाई भिडियो यतिमै राख्छु र आई होप यु इन्जोय द भिडियो। र यता चाहिँ अलिक वास्ता नगरेको तर मजाले फुलिदिएको अर्किड पनि देख्न सक्नुहुन्छ है, मजाले फुलेको छ। हुन्छ, थ्याङ्क यू फर वाचिङ, बाई बाई।